Hi guys, welcome back to my YouTube channel. आज म फेरि पनि आइसकेको छु। आज चाहिँ म तपाईहरुलाई मेरो एउटा पर्सनल अनुभव शेयर गर्न चाहन्छु। हैन, मलाई चाहिँ मम्मीले पहिल्यैदेखि भन्नुहुन्थ्यो कि यो चम्चागिरी गरेर हिँड्ने मान्छेहरुको कहिले नि पछि नलाग भन्नुहुन्थ्यो कि हैन। त्यो जहिले नै त्यस मम्मीले सिकाउने पाठमा चाहिँ यो पनि पढ्न जान्थ्यो कि कहिले पनि चम्चागिरी गरेर हिँड्ने मान्छेहरुको चाहिँ संगत नगर भनेर। यसो आजभोलि मैले सोच्छु के किन भन्नुभयो होला भनेर। त्यसको क्वेशन भनेको चाहिँ जहिले के हुँदो रहेछ भने तपाई आफै सोच्नुस् गाइस, चम्चाको काम भनेको जहिले नि के हुन्छ, भाडो रित्ताउने हैन। चम्चा त्यसैगरी चम्चागिरी गरेर हिँड्ने मान्छेले पनि कहिले पनि अर्को व्यक्तिलाई चाहिँ फलो हुन दिँदैनन् के, जहिले गिराउँछन् हैन, तल नै पार्छन्। त्यसैले सकिन्छ हैन गाइस, हैन म चाहिँ के भन्छु भने सकिन्छ बरु एउटा सिङ्गो भाडो भन्नुस् हैन, जसमा चाहिँ खानाहरु हुन्छ हैन, सबले खाना सर्भ गर्नको लागि रेडी भएर बसेको हुन्छ के, खाना भाँडोमा हुन्छ हैन, चमल के रे सकिदैन एटलिस्ट डाडो बन्यो जस्तो भयो नि मान्छे बन्न सकियोस्, किनभने उले कमसेकम खाना पस्केर दिने काम गर्छ। तर यो चम्चागिरी गरेर हिँड्ने मान्छेहरुको चाहिँ कहिले पनि पछि नलागौं है त गाइस। जनहितका लागि जारी सन्देश। थ्यांक यू।